पानीपुरी खाएर कता जान लाग्यो भाइहरू? डुल्न डुल्न म के साह्रो मोटाएको अहिले है। यस्तो पहिला मोटो थिएँ त यहाँ आउँदाखेरि म डुब्ली थिएँ है। कस्तो लजाएको थियो मैले। यता यता त्यो हाम्रै कुकुर होइन? चान्टो ऊ चान्टो होइन, हामी त हाम्रै कुकुर भनेर है। अनि भोलि तिमीहरूको स्कुल चाहिँ छैन त? अनि हामी अहिले कहाँ घुम्न आएको त? हेर त ल, कुन ठाउँ हो यो? बारी हो ललितपुरको। ललितपुर यता त्यसरी भन्यो के कुशललाई अलि भन्न आउँदो रहेछ कि यस्तो हेर यस्तो यस्तो। बाटो चाहिँ गराए बाटो बाटो अभी तिमीहरू तर बुल्टे ल अब हिँडेर आउने हामी उतासम्म त्यो सक्नेसम्म चाहिँ ल्याउँ अनि त्यहाँ पार गरिदिउँ अनि यहाँबाट आउने ल। चाहिँ केटीलाई भेट्न कुदेर आएका छन् उसलाई अरे। कहाँ तिमीहरूको बुहारी कहाँ छ? बुहारी कहाँ छ? अनि कहाँ दौडेको? लु झरा ल, को फर्स्ट आउने म बाठामा है। सँगसँगै बसेर है, सँगै बसेर। यो फुल पाउँछ है, जोक छिटाउँछ त्यसलाई। उसले हारे 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 ल। मिठा तिता मिठा कुरा गर्न आएको, जे भन्छ म सुन्छु ल। लाइब्रेरीमा बसेको थिएँ होइन, दुई छजना केटाहरू मस्त गाजा सान्दै रहेछ। अनि कुट्नु पर्दैन तिमीले? यतातिर त अनि गएर गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्नु आउँछ। तिमीहरूको छैन बोयफ्रेन्ड गर्लफ्रेन्ड? यतातिर यसको नाम के हो भन त? यसको नाम तोरी। त्यो फुलेको क्या, त्यो दाना दानावाला त्यो के को दाना हो? यो तोरी होइन, मिलेन भाइ भन् त। उसँग कुशल त्यो मुलाको बिउ राख्ने क्या, त्यो मुला हामीले रोप्छौँ नि। तिमीलाई स्कुलमा सिकाउँदैन र यस्तो? अहिले त सिकाउँदैन। त्यो मुला तिमीलाई मुलाको तरकारी खाछ? हो त्यसैको त्यो बिउ के। अब अर्को तिमीलाई अर्को पनि देखाउँछु म। यो के भनेर सोध्छु है त। यो के हो? यो साग हो। नाम? चाइनिज साग। चाइनिज साग। बर्गरमा हाल्छ कि। गुड। तिमीलाई बर्गर मनपर्छ? लेटेस्ट साग भन्छ क्या, लेटेस्ट। तिमीहरूलाई बर्गर मनपर्छ पर्दैन? मैले त म त फेरि खतरा बनाइदिन्छु नि बर्गर त बाबु। म कुक हो नि। हो साँच्चै हो। 2 3 गो। लेटेस्टको साग खाऊ ल, कल्ची खाने है। मिठो छ? फालिदेऊ। मिठो नलाग फालिदिने है, फालिदिने जबरजस्ती छैन है। फालिदे फालिदे। त्यो सारा निल्ने बेला चाहिँ राम्ररी चबाउनु पर्ने रहेछ। दिदी यसको मुख हेर्नु त। यो हुने बेला चिल हान्ने अनि दिल्लान सिकाऊ त साइकल है। कस्तो दामी दामी रहेछ। यति तिमीहरूले नि आफ्नो गर्लफ्रेन्डलाई प्रपोज हान त कसरी हान्नु? आई विल ट्राई एगेन। ल भाइ समीर, ल उहाँ रोडमा बसेर उहाँ चौरीमा बसेर गर्लफ्रेन्डलाई प्रपोज हान्ने ल, सिक्ने ल। अब त तिमीहरू 12 वर्षको भयो एउटा, 11 वर्षको भयो एउटा, एउटा 9 वर्षको भयो। अब गर्लफ्रेन्ड बनाउनु पर्छ है। अब हाम्रो क्लासको त फेरि छुम्मा खाएको छ। हो र? क्लासको धेरै नै नटी हो के। हो र? हाम्रो त फेरि जान जानी खाइदिन्छ। किन त्यस्तो चुम्मा खाका त? अनि मिसले अनि त्यहाँ कपी चेक गरेर हुन्छ यसरी अर्काले धकेले कस्तै गर्छ आएर ए
अनि प्रपोज हान्दाखेरि एक्सेप्ट गर्यो कि रिजेक्ट गर्यो रिजेक्ट खाएको होइन यस्तो भनेको थियो पहिला म्याम थाहा भइसकेको थियो आज प्रपोज हान्ने भनेर अनि म्यामले यस्तो नगर के भनेर सम्झाउँदै हुन्थ्यो अनि घर जाने बेला प्रपोज गर्दा म्यामले यस्तो यस्तो भन्नुभयो नगर्ने त्यही हेर नत्र त एक्सेप्ट गरिदिन्थ्यो भन्दै ए कति नक्कल रहेछ है ल ल प्रपोज गर्दाखेरि कसरी गर्छु ल त मसँग फुल छ म फुल दिन्छु ए भाइसँग ए ऊ त झन् रातै फुल पो बोकेर आएर त लो माई गस ल मैले चाहिँ पहेँलो फुल बोकेँ है ल कसले सुरुमा ल प्रपोज गर्ने कसले ल ल ल के अरे कुशल ल एकछिनलाई सपोज ऊ तिम्रो सी ल एबिसी है सीवाला ल यो पिछाडि गएर आइज न एउटा कुरा भन्न चाहन्छु भन अनि आई लभ यु ल कुशल तिमीले एउटा कुरा भन्न चाहन्छु आई लभ यु टु ल ल हजुर हाम्रो कमेन्ट नआउने मान्छेहरु के ह भन्नु हाम्रो कमेन्ट मान्छेहरु के भन्नु त्यस्तो भन्दैन नि हावा नबोल यो त प्र्याक्टिस मात्र हो जस्ट प्र्याक्टिस हो क्या रमाइलो हो क्या यो अहिले तिमीहरूको भ्याके छुट्टी छ नि त ल है अब हाम्रो टर्न आइसकेको समीर सरको प्रपोज कसरी गर्नुहुन्छ हेर्नु है त उहाँ लजाउँदै आइरहनु भएको छ म तिमीलाई एउटा कुरा भन्न चाहन्छु आई लभ यु करातेलाई इङ्ग्लिसबाट के भन्छ कुशल करातेलाई इङ्ग्लिसबाट के भन्छ टेक्वान्डो भन्छ होइन टेक्वान्डो ल ल भाइ हात चाहिँ नबाचियोस् है फेरि ल हान न हान ल ल ल ए ए त्यसरी होइन क्या उयो दादाले गर्छ क्या अघि दादाले गरेको थियो नि ल ओहो आमा ल खतरा छ ए वान हान्न नसक्ने भए नगर है नसक्ने भए चाहिँ गर्दै नगर्ने है ओ माई गॉड बाबु ऊ हुन्छ है त्यो गाह्रो हुने काम चाहिँ नगर है Alright. ल ल अघि आएको पानी पिउ सक्नु पर्यो नि त अहिले फेरि भात खानु पर्यो नि त यस्तो गर्ने हान्ने चाहिँ हैन 3 2 1 जित्यो गेम ल साथीहरु हेर्नुस् त हाम्रो काले आएको खोइ 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 काले काले आऊ काले काले आइज काले कुकुरलाई बोलाइ छाड्यो है
मलाई गर्मी हुँदैन नि त म उसमा के अरे तराईमा जन्मेको नि त बाबु तपाईँको गाउँ कहाँ तराई 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 कता के म ओइ टुन्टुलीहरू कहाँ गएर आएको तिमीहरू ल ल ल नाच्दै 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 ल मेरो फेभरेट खसेर हुन्छ र चिन्टुले होइन क्या तर सेम चिन्टु जस्तै छ है टोक्छ भाइ टोक्छ है टोक्छ त्यो बाटाको हो क्या त्यो उता गहिरामा छ नि त्यो बाँसको त्यहाँनिरको नि के गरेको आमा कस्तो जम्पिङ गर्छ है यो त ल ल है है केही गर्दैन क्या केही गर्दैन क्या जब मेरो भिडियो बनाइदिँदै यिनीहरूले मलाई घेरेको भिडियो ल यता हेर्नु सक्नुहुन्छ गाइस सबै कुकुरहरूले घेरायो कसैले हेर्छ त एउटा कुरा हुन्छ ओइ उयो गाइस हेर्नु लखेटेको अवस्था कसैले एउटा कुरा हुन्छ गाइस दिदीलाई देखेर कुकुरले घेरे दिदी पहिला कुकुरले हुन्थ्यो जस्तै लाग्यो मलाई रुखमा अब यस्तै हो कि सुगा हेर्नुलाई क्यारोट कहाँ छ बाबु गाइस हेर्नु न कस्तो डराएको के कुशल भाइ त हो गाइस हेर्नु कुशल भाइ कस्तो डरेर ल ल ल ल ल आइज काले त पनि आइज हिही त हेर्नु सक्नुहुन्छ खतरनाक पाराले ओए ल गाइस यिनीहरू त अति नै चल्यो नि गाइस तपाईँहरूले थोरै हेर्नु पाएन होइन हाम्रो अगाडि नै यो रुखमा थियो कि सुगाहरू दिदीसँग तपाईँहरू देख्नु त भएन होला होइन गाइस हस् दिदी हस् ऊ दिदी त अति नै फ्रेन्डली हुन्छ क्या फेरि पेटहरूसँग चाहिँ त्यही हो नि आइज यता हेर्न सक्नुहुन्छ बिचरा कुकुरलाई भोक लागेछ खानु कोसिस गरिरह खेलाउँछ यहाँहरू चल्नु खोजिरहेको गाइस यहाँ देख्न त सकिन्न होला होइन यो दाडोभन्दा पनि माथि ओडा क्या हामी गाई चाहिँ यिनीहरू चाहिँ अति नै चलिरहे हेर्नु सक्नुहुन्छ यता यो त झन् हाम्रो डोलको कुकुर हो फेरि यिनीहरूसँग मिलेर आएको रहेछ नथिङ के भन्नु गड्याउन नर त उठाएर लगौँ भोलि माछा मार्नुहुन्छ तिमीहरू साथी माछा मार्यौ छैन आज त कहाँ आज अर्कोहरू थियो हाम्रो साथीहरू मारिरहेको थियो हाम्रो भोलि मार्ने भोलि नै आउँछ होला क्यारोट खोइ यो दुईवटा रुखमा थियो क्या ऊ आयो एउटा यो हरियो हरियो गइरह ऊ आज एउटा मलाई पनि लैरह कस्तो क्लियरै आएन के गाइस तपाईँहरूले देखाउँ भनेको क्लियरै आउँदैन आएन गाइस क्लियर चौरा दौडी छ है हेर्नु सक्नुहुन्छ ऊ त्यो तल हेलो साथीहरू आज चाहिँ मलाई मेरो भाइहरूले यहाँ क्यारोट देखेर सुगा देख्यो भनेर मलाई बोलाइसके साथीहरू यहाँ तिम्रो भिडियो त भएको छैन ल अब हेर्नु साथीहरू तपाईँले यस्तो दामीको ठाउँ देख्नुहुन्छ यो चाहिँ ललितपुर खोकनाको खेत हो यो चाहिँ एउटा गुच्चा हराएको भर्मस्थली खोजिरहेको छ यो अनि यो चाहिँ उहाँ हो अनि यो चाहिँ मेरो भाइ हो अनि यो चाहिँ मेरो डगीहरू अनि यो चाहिँ मेरो गुच्चा हराउने भाइ हो अनि 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 यो चाहिँ हामी हो मलाई आयो नि त भाइ त्यो हो टु गो अझै